वाह क्या दामी आएको वाउ एक बाइट हान्न मिठो ल काममा त खुट्टा गाइजहरु हामी चाहिँ रेडी भइसक्यो अब चाहिँ हामी आज चाहिँ भुन्डोल जान लागेको ड्राई पिकनिक अनि प्लस हाइकिङ पनि हो हाम्रो चाहिँ सबै रेडी भइसक्यो गाइज ओए रेडी हो रेडी यता हेर त रेडी रेडी मिका रेडी हो ल सबैजना रेडी भइसक्यो रे अब म थोरै थोरै क्लिपहरु देखाउँदै जान्छु हजुरहरुलाई है हस् गाडी चढेकै सकेको ओए यता हेर त लुगा अनुसार त मिल्दैन बिल्कुल साथीहरु हामी चाहिँ के रे फार्पिङमा झरेर उता कताबाट गाडी चढेको है काठमाडौँ मलबाट बल्खु हुँदै गाडी चढेर यो फार्पिङमा झरेर चाहिँ हामी चाहिँ उकालो चढिसक्यो यस्तो छ उकालो चाहिँ हैन त यस्तरी देखाउँछ नि त चाहिँ फा गरे है पखै भयो यिनीहरूको हालत यस्तो भइसक्यो गाइज हेर्नु होला लो साह्रै थाकेको र के भनिदिनुहोस् न त हाम्रो सपनाजी यार मेरो ब्लगमा आएर हजुर भनिसिन्छ किन यसो गामै फाफा भनिदियो साथीहरू है माइन्ड नगर्नु ल साथीहरू म त नपुग्दै आधा बाटोबाटै थाहा भइसक्यो के गर्ने होला है गाइजहरु है गाह्रो छ यार मेन त यसलाई भयो है मजा आयो यिनीहरू चाहिँ साथीहरू भुन्डोलको अलिकति 1% पनि हिँड्न पाएन खान सुरु भयो अधा बाटोमै बिहा सुन्नु लागेर भोग्लाएर यो बाटो हो कि होइन गाइजहरु है हामी त हराए कि के हो घना दुलोबाट आउँदैछौँ गाइजहरु गुफाबाट निस्केको है हामी यहाँ चाहिँ पुरा कति राम्रो अर्ग्यानिक फार्म ओहो खाइ त पानी हालेर देखाइदिँदा है पानी हालेर देखाइदिँदा एकजनाले यहाँ छुइ हादा ओहो पानी राम्रो हो कि मान्छे राम्रो है साह्रै मिठो देखेको तर पानी राम्रो कि धारा राम्रो कि मान्छे सही हो ल ल पानी खा पानी सानो छ क्या पानी नै दामी छ है पानी चाहिँ वाह तिमी हान्छ रे त्यो कस्तो रहेछ त पानी साह्रै मिठो 1 वर्षको पानी नै मलाई अगाएको जस्तै लाग्यो ल साथीहरू अब म खाँदिनँ होला 1 वर्षसम्म पानी लास्टै उकालो रहेछ गाईहरू हिँड्नै सकेर हालेर हात होइन टाउको चाहिँ मुट्यो होला टाउको चाहिँ मुट्यो होला है पुरा फोटो सेसन हुँदैछ गाइजहरूको तर यो ठाउँ कस्तो राम्रो रहेछ कि साथीहरू कस्तो मन पर्यो मलाई हुन्छ नि एकदम पिस हुन्छ के ओहो हेर्नु न कस्तो दामी सर हावा गर्मीमा त दामी हुन्छ
सबैजना चिलमा बसेर त्यसरी कहाँ हो तिमीहरू ओइ अलि चर्को बोल त सुनेन सिरटले मकबलायो उर्ली आयो भैसा मेरो कहाँ जाउँ भन्छ कहाँ जाउँ भन्छ टुडुङ टुडुङ दिल का रास्ता भूली गया इश्क इबादत बन ही गया छी भएन यो सब काफलको बोर्डहरू है साथीहरू हामी त काफल खाँदै हिँडेको काफल एउटा पाकेको टिप्नु पर्यो अमिलो रहेछ यही काफल वाउ ओए कुरा न यार मलाई नि त्यहाँ होइन होला कि तल जा भन्थ्यो कि त्यो एउटा सर्टकट बाटो छ भने थियो म जान्न होला बिल्कुल टाढो कि ओए म थकित भइसकेँ नाच नाच स्टार्ट भइसक्यो Dance. भाग 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 वाह दामी आयो यार उही मजा आयो गाइस आयो आयो हात धुने पानी राखे उही चमचपहरू केही छैन गाइजहरू हामी चाहिँ फाइनली पुग्न लागेको अवस्था है अब चाहिँ है ओइ यसमा ल है साथीहरू है यत्रो
थाकेर मिहिनेत गरेर हामी नाच्दै गाउँदै हाम्रो डेस्टिनेसनमा आइपुग्यो। यो हो भुन्डोल। ए सरी एकछिन न बोलाउनी। यही हो भुन्डोल। राम्रो छ है। I just love it. Look back, दुईजना enjoying. They are enjoying. ल हामी चाहिँ अब ठाउँसँग मिलाएर चक्कर नलाउनु है साथीहरू। त समातेर म उस गर्छु। अब यहाँ हावा आउँछ क्या मजाले। ठुलो ओछ्यान मजाले नै। हामी चाहिँ अब यो ठाउँ ओछ्याएर हो पिच्चामा बस्नु पर्यो नि त। वाह क्या दामी आएको। ओइ आइपुग्यो। कस्तो थाक्यो है। यहाँ छ तनक्क तन्काएर बस है ल। चुप गर्न लाग्यो कि खासमा निचाले लुगा थियो त्यही भएर के नगर्नु। खानेकुरा है। वाउ मासु मैले बनाएको है साथीहरू। फोटोसुट हान्न रेडी गाइजहरू चाहिँ है। यस्तो छ है फेरि भ्यू चाहिँ हेर। ओइ खाली भइहाल्यो त बप्पाला अब हामी जाने। हामी ढिलो आयो ठिक्क भयो कि। चटपटी रेडी। नाइस भ्यू हेर्दै हामी चाहिँ खाइरहेछौँ है यसरी। ओहो बप्पाल खा छिटो ल्याम्मै तेल लुगामा लाग्यो ल्याम्मै। यो ज्याकेटमा बसेछ धन्न लागेको छैन। एक बाइट हान्न मिठो। पक्ना यो के भन्छ अरे मेथी रहेछ क्या। म त्यो केलाइरहेको हो कि यहाँभित्र। तँ खाइदिनु त ल। म देखा म खाइदिन्छु ल। यसले खाएको देखाउने कि जुम ल्याम्मै है। जुम किन ल्याम्मै भिडियोमा हाल्नु पाउँछ पाउँछ। दे त मिठो भयो कि। यस्तो गरेर खानुपर्छ है। त्यसको नै गर्दैन नि हाल्छ नि त्यसले। त्यही हो नि। गरिसक्यो त मेरो योभन्दा बढी कति गर्ने हेर। तेरोबाट ए दिएको बस खाएर आए डाँडामा आएर सबैजनाले तिल्ला तान्न ला। आफ्नै करेछ बारीको अर्ग्यानिक भन्दाखेरि बाँदरनी हो यो बाँदरनी। अबि बाँदरनी हेर त। साथीहरू हामी चाहिँ अब जान लागेको सक्यो। हामी चाहिँ खाजा खाएर ठ्याक्क 5 बजी ढिलो भयो। हाम्रो गाडी पनि छुट्यो होला। अब के गर्ने कहाँ जाने कसरी जाने यस्तो हुन्छ अब चाहिँ है। बाई बाई भुन्डोल बाई। अब गएको यही हो भुन्डोल। हेर्नु त सर्लक्क 360 देखाइदिन्छु म। यस्तो छ है। ल काममा त खुट्टा। बिचराहरूको यस्तो ओह्रालो बाटोमा यस्तै हुन्छ गाइजहरू। हेर्नु त मेरो पनि। तेरो पनि काम यहाँ कोही देखा त खोइ।
घाँसहरू हेर न